भने। ती आत्मदेव ब्रह्माजी र धुन्धुलीको बुढेसकालको उमेर भयो, तर पनि उहाँहरूको सन्तान भएनन्। आफ्ना मात्र सन्तान होइन, उनीहरूको वरिपरि ठुला ठुला बगैँचा थिए। बगैँचा पनि केही नफल्ने केही नफुल्ने, गोठैभरि गाई भैँसी थिए। ती गाई पनि कहिल्यै नब्याउने, सबै कुराको अपुत्रो थिए। आत्मदेव ब्रह्माजी एक दिन साह्रै व्यक्त भएर, म त अपुत्रो भएँ, तर यी सारा चिजको अपुत्रो भएर म कसरी सहन सक्छु? एक दिन मर्नुपर्छ, मरेपछि मलाई पिण्ड तर्पण कसले दिन्छ? मेरा सन्तान भएनन् भनेर साह्रै चिन्ता गरेर आत्मदेव ब्रह्माजी विरक्त भएर घरबाट निस्किनुभयो। लौरो टेक्दै निस्किनु भयो। त्यसै बेलामा जाँदा ठुलो जङ्गलमा पुग्नुभयो। तिर्खा पनि लाग्यो, भोक लाग्यो, प्यास लाग्यो। एक्लै निरन्तर भएर ब्रह्माजी कुद्दै जङ्गलमा डुल्दै हुनुहुन्थ्यो। डुल्दा एउटा नदीको किनारमा गएर पानी पिएर साह्रै थकाइले बस्नुभयो। भगवान, मैले के गल्ती गरेँ? कुञ्जुनीको पाप भोग्नु पर्यो। मेरो एउटा पनि सन्तान भएनन् भनेर भगवानको नाम पुकार गरेर ब्रह्माजीले आफ्नो आत्महत्या गर्ने सुरसार गर्नुभयो। त्यसै नदीको किनारमा एउटा ठुलो कदमको रुख थियो। त्यही कदमको रुखमा झुन्डिएर मर्छु भनेर आत्मदेव ब्रह्माजी पनि तयार हुनुभएको थियो।